हेलो शिवा नमस्कार फेरि पनि मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। अनि आज चाहिँ म होइन धनकुटा जाँदैछु होइन नानी लगेर नानीलाई डेन्टल लगेको भन्नुपर्दाखेरि अनि हामी चाहिँ हाम्रै गाउँमा अहिले चाहिँ इभी आउँछ है। हाम्रो भिरगाउँमा चाहिँ इभी आउँछ, हामी गाउँबाट इभीमा चढेर गयौँ होइन। लगभग हामी कागते नै पुगिसक्यौँ नि कागते पुगिसक्यौँ। अनि जस्तै अब यहाँनिर चाहिँ छोटो छोटो मैले बाटोहरूको चाहिँ बनाएको चाहिँ यो के पो रे स्कुल डाँडा। हामी अहिले चाहिँ स्कुल डाँडा पुग्यौँ। अनि स्कुल डाँडाबाट जाने क्रममा चाहिँ यहाँनिर हामी कहाँनिर पुग्यौँ भने सल्लेरी छेउ पुग्यौँ। बाटो चाहिँ एकदम राम्रो छ होइन, सफा पनि छ भन्नुपर्छ। हाम्रो धनकुटा चाहिँ एकदम सफा छ है, हावा पानीदेखि लिएर सरसफाइमा पनि एकदम राम्रो छ। अनि हामी चाहिँ आर्मी क्याम्प पुग्यौँ, सल्लेरी आर्मी क्याम्प ब्यारेक पुग्यौँ। अनि त्यसपछि हामी त्यहाँबाट पनि गयौँ यहाँ चाहिँ आँखा अस्पताल आउनु लाग्यो भनौँ न। धनकुटाको रामप्रसाद आँखा अस्पताल आउनु लाग्यो। यहाँबाट चाहिँ हामी जाँदैछौँ बिस्तारै बिस्तारै। मलाई चाहिँ खासै बोल्न आउँदैन के, अनि हल्का यसो नानीलाई चाहिँ यस्तो यहाँ हेरिदिन्छ। अनि हामी अब आँखा अस्पताल पनि कटिम जाने बाटो भनौँ न, कटिम। अनि त्यसपछि कटिम अब त्यसपछि कटेपछि हामी चाहिँ यहाँनिर सरस्वती चोकबाट पनि यता के अरे माथि परिचयबाट हुँदै हामी यो लाग्यौँ हस्पिटल जाने बाटो। यो नामै थाहा भएन कि मलाई, खासै नाम चाहिँ थाहा छैन। थाहा नभए पनि बाटो चाहिँ राम्रो थाहा छ है मलाई फेरि। अनि गयौँ अनि त्यो चाहिँ चुवाको फेदमा पुग्यौँ। अनि चुवाको फेदमा चाहिँ अहिले पात हल्का छ भनौँ न। अनि त्यसै क्रममा चाहिँ हामी जिल्ला अस्पताल धनकुटाको जिल्ला अस्पताल पुग्छौँ। हाम्रो चाहिँ यस्तो छ बाटो, हाम्रो जिल्ला अस्पतालको जाने बाटो चाहिँ। अनि जिल्ला अस्पतालनिर हामी चाहिँ झऱ्यौँ। अनि झरेपछि हामी गयौँ भित्र। जिल्ला अस्पताल एकदमै राम्रो भएको छ, फुल फुलेर। अनि साह्रै राम्रो पनि छ यहाँनिर होइन, सफा पनि छ। सबैजना यहीँ आउनुहुन्छ। अनि हाम्रो डाक्टर मनकला दिदीले चाहिँ नानीको दाँत हेरिदिनु भयो। अनि त्यो फेरि बाहिर उयो गर्ने क्रममा चाहिँ यहाँनिर मान्छे आज कति धेरै भिड क्या, 2 दिन छुट्टी भएर पनि। अनि आउँदाखेरि धेरै नै भिड थियो अस्पताल। अनि त्यसपछि हामी यसो एकछिन बाहिर फेर यसो एकछिन हिँड्यौँ। अनि फेरि फर्क्यौँ। अनि फेरि मैले फुल खिचेको एकदमै मन पर्यो, धेरै राम्रो फुलेको छ है। यसले चाहिँ अस्पताल एकदम राम्रो देखाएको छ। अनि मैले फेरि साथीसँग भेट भयो, साथीसँग एकछिन चियाहरू खायौँ, भिडियोहरू बनायौँ। त्यही त हो नि, साथी भेट भएपछि टिकटक बनाउने क्रम त भइहाल्छ। अनि यो चाहिँ माथिबाट यो हाम्रो धनकुटाको बस पार्कबाट देख्नुहुनेछ माथि सल्लेरीहरू हुँदै हुँदै। अनि त्यसपछि म साथीसँग छुटेँ। अनि घरको बाटोतिर अब घर त जानु पर्यो होइन, ढिलो हुन्छ। अनि छिट्टै म घर फर्केँ। अनि त्यसपछि फाइनली म चाहिँ हिले आइपुगेँ, हिले तोङ्बा चोक आइपुगेँ। अनि त्यसपछि घर गएँ आजलाई यति नै, बाई बाई।